आज चाहिँ म चाहिँ तरुङ्गाबाट चाहिँ तारानाकी जाँदैछु, माउन्ट तारानाकी। हाम्रो मिलन सरसँग क्याचअप हुन जाँदैछु। अनि त्यसपछि चाहिँ अर्को भनेको चाहिँ हामी माउन्ट तारानाकी पनि चढ्न जाँदैछौँ हाइकिङ। सो आफ्टर लङ टाइम। अनि यो चाहिँ 5 आवर 30 मिनटको ड्राइभ हो मेरो घरबाट चाहिँ। सो इट्स अ लङ ड्राइभ। अनि आइएम गोइङ बाई माइसेल्फ, म एक्लै जाँदैछु। सो मलाई अब 6.5 घन्टा जति लाग्छ, कज आइएम गोइङ स्लोली होइन, म बिस्तारै जान्छु। अनि एभरेस्टी अनि सो द भ्यू हेरौँ। काम गर्छु नि त। अनि त्यसपछि यो ह्यामिल्टनको बाटो आएको तारानाकी जानको लागि होइन। पुरै के वरिपरि फार्मै फार्म रहेछ के, फार्म। अनि यता हेऱ्यो भने फार्म छ, गाई फार्म छ, उता हेऱ्यो भने गाई फार्म छ होइन। अनि त्यो अब हुन्छ नि काइन्ड अफ रिफ्रेसमेन्ट। म पनि फार्ममा काम गर्छु नि त, म नि अब गाई फार्ममा काम गर्छु। अनि यता नि त्यही भएर अब त्यो डेस्टिनेसन नपुगिन्जेल चाहिँ अब कस्तो छ भने त अब अझै अगाडि गएकै छैन। जस्ट रिसेन्टलीको चाहिँ त्यो भने अहिले चाहिँ म चाहिँ बिच बाटोमा रोकेको होइन, त्यही क्यान सी। तर यस्तो स्टनिङ, यस्तो दामी भ्यू भएको कारणले गर्दा चाहिँ आई हेभ टु स्टप होइन। तर म तल जान चाहिँ इट्स अलरेडी टु लेट होइन, अब अँध्यारो पनि भइसक्यो। मेरो मोबाइलमा खासै चार्ज पनि छैन, द्याट्स वाइ आई हेभ टु स्टप हियर होइन। सी द प्लेस या nice man, nice. Such a nice man. क्या cool जगह, see? सो फाइनल्ली लङ ड्राइभ पछि चाहिँ मलाई 6 घन्टा समथिङ 15 मिनट लाग्यो होइन। लङ ड्राइभ पछि चाहिँ म सरकोमा आइपुगेँ। अनि मिलन सरसँग भेटेँ, खाना खाएँ। अनि भाउजू र छोरी चाहिँ सुतिसक्नु भएको थियो किनकि 12 बज्न लागिसक्यो। सो अनि म पनि क्विकली खाना खाएर चाहिँ एकदम थकित छु। देन आई केम ब्याक टु बेड। अब सुत्छु अनि किनकि भोलि र पर्सि लङ डे छ। So we'll see you tomorrow. Good night, guys.